सारङ्गी भेरी लगभग कटिसक्यो। सोलान्न जान हिँडेको मोटर बाटोले गर्दाखेरि दोरीको जङ्गलबाट हिँड्न नमिलेर यो सारङ्गी भेरी निक्लेको। यो ओद्दाबारी हो तल, अनि चाहिँ तपाईँको यो कुडुले भयो। त्योभन्दा तल हाम्रो मोरुङ गाउँ, यो पारी चुनाठाँटीतिरको साइड हो। यो अहिले दिउँसो घामको प्रकाशले गर्दाखेरि देखेको छैन। यो चाहिँ चुजाको समथर बस्ती, अनि अरबाङतिर पनि भयो। यो कुसन डाँडा भयो। यो त्यसै गरेर तपाईँको यो पारीको देउराली डाँडा भयो। यो कुर्लेनीको डाँडा भयो। अनि यता चाहिँ हाम्रो थामा सोलान्न जोड्ने मोटर बाटो। अनि भर्खरै चाहिँ एउटा जिप पनि आइरहेको थियो, अहिले त्यो जिप माथि गइसक्यो। यो हेर्दा चाहिँ सबै यो मोबाइलमा कभर गर्नु नसके पनि यहाँबाट जब लोटियो भने चाहिँ लगभग मिति नपुगेको भए बाँचेला, नत्र भने एकदमै गाह्रो हुन्छ। तर यहाँ एकदमै सम्हाल लिएर जोगिएर हिँड्नुपर्छ। एकदमै थकाइ लागेको छ, भारी बोकेर आएको चाहिँ बाटो यस्तो छ। यहीँ पुरै उकालो जानुपर्छ यहाँबाट।